काली देख्न छोडेको 2-3 वर्ष भइसक्यो। कहाँबाट ल्याएर खुवाउँछस् काली? जहाँबाट भए पनि ल्याएर खुवाउनु पर्यो नि, बोलिहाल्यो। काँच्ची पाइन्छ यो कालिज? फेरि आमै नि जाडो, यो जाडोमा सुरुप्प पारेर मासुको झोल खानु पाएदेखि हुन्थ्यो। अब आफूसँग पैसो छैन, कसैले लान त भनेर दिँदैन। यसो जङ्गलतिर पस्नु पर्यो, 1-2वटा तित्रा कालिज त कसो नपाइएला होइन? यति गरेपछि कालिज चामल खान नाङ्लोमा चढ्छ। चढ्ना साथ कालिजको खुट्टा गममा टाँसिन्छ। गममा टाँसिएपछि कालिज यति गरेपछि कालिज आए जस्तो कालिज लिएर आउँछु त भनिहाले तोर्पे सोल्टीले। कालिज समाजलाई त्यति सजिलो कहाँ छ र? पहिला त यतै वरिपरि जति पनि भेटिन्थे कालिजहरू, अहिले त नामो निशान भेटिँदैन त डाम्नाहरूको। अहिले त उही सुली भेटिने त होला नि होइन? लु है, यो तरिकाबाट कालिज मारेको चाहिँ मलाई अहिलेसम्म थाहा छैन। छेउमा खेर फाल्नुभन्दा अर्को उपायतिर लागु। संसारमा अहिले के भइरहेछ? नयाँ प्रयोग सल्टी पर्नुहुन्छ। मेरी आमै नि होइन के हो यो? नाङ्लोमा चामल कसैले फुफाक गरेर 50 मान्छेको होला। अब आफूलाई त यही भए पनि एक छाक टर्छ होइन? ए लौ न, मेरी आमै नि के हो यो? हातै टाँस्यो त। भोलि आमा ल हातै आउँदैन त के भयो? ओइ लौ न, कोही छ? ए आमा, ए लौ न, के हो यो? लौ न, हात गयो। ए भगवान्, लौ न, एक पिटास मलाई नै खुट्टा हे बा। ए आमा लौ न, छोड मलाई लौ न, तैँले मेरो हात आमा म कहाँ जाउँ? ए पिटास अब चाहिँ कालिज सल्टी हाम्रो पासोमा फाक भइसक्नु भयो होला। नहुने त कुरै छैन नि केटा। खोइ त नाङ्लो। के भयो? पुरा ल्याङ भइहाल्यो नि यार। कसो लाग्यो नाङ्लो? अब कालिज कसरी समाउने? केही पनि नगर्ने, अब खुरुक्क घरतिर जाने। मैले अघि तँलाई भने होइन यसरी हुँदैन भनेर। त्यो त ठिक छ कि, तर नाङ्लो चाहिँ कसले लग्यो? हात गयो होइन, के गरेर हिँड्या त? ओहो लौ, काल जमाना खराब छ। कतिखेर कुन बेला कताबाट आक्रमण हुने हो थाहा छैन। त्यही भएर सुरक्षा नि होइन? अब खै सुरक्षा हो कि के हो, म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ। गोजीमा 2 रुपियाँ छैन। बरु भन्न कहाँबाट चोरेर ल्याइस्? कहाँबाट चोर्नु? कालिज समाउनु गएको, यो नाङ्लो समातेर खत्तम भयो। यति नाङ्लो तान्दैन बेलासे। मेरी आमै नि यही काम गर्न बाँकी थियो, त्यति चाहिँ गर्न सकिनँ होइन? जाम्नु ल छोरी, छिटो पनि मिठो पनि भुलुक्क गुन्द्रुक उमालो। गुन्द्रुक र भात स्वाम्ती खाने हो। फेरि गुन्द्रुक? म त खान्न। यस्तो कहिलेकाहीँ त मिठो मसिनो मासु खुवाउनु पर्छ नि हो। खालिस मासु कुन तेरो बाउले पैसा पठाइदिरहेछ यहाँ? खुरुक्क गुन्द्रुक उमाल।
गुन्द्रुक आज त मासु खाने हो होइन त कालिज खोज्दा गएको तोर्पे सोल्टी चाहिँ कहाँ गयो यतिको हरामी बेइज्जत त मेरो 2003 मा पनि भएको थिएन यो कालिज भन्ने पाण्डु यति दुर्लभ भइसक्यो भन्ने के थाहा मलाई त तोर्पे सोल्टिनीको अगाडि खोकिहालियो कहाँबाट लाने होला कालिज होइन के अचम्म हो यो आज त वरिष्ठ बेकुफ घरमै पो छस् पढाइको बारेमा डिस्कस गर्दै बसेको अनि ड्याड के हो कालिज कहाँबाट ल्याएको नि मैले पासो थापेको ठाउँबाट हो कि क्या हो हुन्छ नि त वरिष्ठ बेकुफले पासो थापे ठाउँबाट लिएर आएको खन्ती 2500 रुपियाँ तिरेर ल्याएको हो यो ल यसलाई राम्रोसँग बना आज मजाले ढिँडो र कालिज खाने हो म पिठो खोजेर ल्याउँछु लसमा कक्रोच सकिगयो नि त अब लगाउ न बेचारा सोल्टिनी उता कुडेर बसिरह होला देखाउनु परेन यो बच्चनकची पक्का रहेछ भनेर तेरो सुटेले मार्दैन यार केटी ठुलो कि बाउ ठुलो तँलाई अन्त कि अहिले त मलाई केटी ठुलो सुट्टा त आफ्नै हो नि यो कालिज खुवाएर सोल्टिनीलाई पट्याउनु परेन अब तैँले त्यसलाई पट्याउने नै हो भने सर्प पनि मर्ने लट्ठी पनि नभाचिने आइडिया लगाउनु परेन मेरो घरमा हिजो बाउले एउटा लोकल भाले ल्याइरहेछन् त्यो ल्याएर यहाँ काट्दिउँ यो त्यसलाई लगेर दिउँ गुड मान्छे चाहिँ धरा भए पनि आइडिया चाहिँ बेला बेलामा दरै निकाल्छ है दार्ची अचम्म काका कसरी हो छिटो तानियो एकछिन न काका तिम्रो तालेर कस्तो हाँस उठिरहेछ मान्छेलाई यहाँ पिसाब लगाएर गाह्रो भइसक्यो छिटो तानियो तिमीलाई नौटङ्की बाहेक केही गर्न आउँदैन है काका एकछिन न काका तिम्रो ताल लिएर हाँस उठिरहेछ खत्तम भयो बर्बाद भयो बेलासे आज यसो ढिँडो खाउँ कि भनेर विचार गरे तेरोमा पिठो होला पैसा दिएन मलाई आहा दिन त हुन्थ्यो नि तर के गर्ने म पनि आज ढिँडो खाउँ कि भनेर तपाईँकै पिठो माग्न आउनु लागेको थिएँ तर के गर्ने खै म त केही सोच्नै सकिनँ त पनि झन् मैका पिठो माग्न आउनु लागिरहेको छ मैले त झन् केही सोच्नै सकिनँ जन आज कालिज ल्याइरहेको थिएँ ढिँडो खाउँ भनेको आहा कालिजसँग ढिँडो त्यसो भए म पिठोको व्यवस्था गरिहाल्छु नि अब पसलतिर किन्न खोजे त होला नि हुन्छ पसलमै किने भने म नाइ भन्दिनँ किन्नु त हुन्थ्यो नि तर के गर्ने तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन जब पिठोको लागि को पसल गइरहन्छ घरमै छ नि म निकालिहाल्छु नि एरियामै नो कालिज पाइयो नो टन्नु खाइयो मरि नि पो भयो त्यही भए अब यही बेला यो पिसाबले नि कति च्यापेको पेट फुटेर मर्छु कि क्या हो म त काका पाइखाना लाग्यो मैले त थाम्न सकिनँ पाइखाना जाउँ फेरि आमैले नि नथामेर हुन्छ जति सक्दो थाम्नियो छोड्लास् फेरि पाडे सोल्टे के हो यो अब के हुनु नि जङ्गलमा कसले पासो थाप्या रहेछ कालिज चित्रा समूह भनेर गएको आफै पासोमा परेर यो हालत भयो न ल कहाँको नाङ्लो भनेको त सोल्टीले पो फाँक पार्दैछन् त यार भित्ते यो पासोबाट मलाई पार लगाइदिएन बाबु आप्पै मलाई त तिमी यही अवस्थामा भएको राम्रो नत्र तिम्रो भरै छैन कक्रोच म कालिज राखेर आउँछु है फेरि आमै नि अब घरमै कालिज आइपिर्छ आफ्नो यो हालत छ खत्तम भयो बर्बाद भयो होइन दाजु ढिँडो नखाएको नि जुगौँ भएको थियो आज त गजबले ढिँडो खाइन्छ अनि आज कहाँबाट आयो तपाईँलाई सोच म त यस्तो कुरो सोच्नै सक्दिनँ म त जाडोमा बेला बेलामा ढिँडो खाइरहन्छु के फेरि मलाई त भात भन्दा पनि ढिँडो असाध्यै मनपर्छ ए होइ होइन भिनाजु यो पोको बोकेर कता के त भन्दाखेरि आखिरमा हो नि त के को पोको हो यो तँलाई पनि खबर गरौँ कि भनेर सोचेको थिएँ बाटैमै भेट भयो
आज मेरोमा ढिँडो खाने कार्यक्रम छ, जाउँ। अन के भन्छु है बिनाजु, आज त मेरो पनि ढिँडो खाने सोच थियो। हिजो मात्र एउटा गतिम्लो लोकल भाले किनेर ल्याएर छु, बरु जाम हो उतै मेरैमा मारी ढिँडो मस्काएर खाउँला, मिल्यो भने टुच्च पनि लाउँला। आहा, दुवैतिर ढिँडो खाने कार्यक्रम। तर के गर्ने, तपाईँकोमा लोकल भाले रहेछ, वरिष्ठ दाइकोमा कालिज। कसकोमा खाने कसकोमा नखाने म त केही सोच्नै सक्दिनँ। ए होइ अन बिनाजु, तिम्रामा कालिज पो? लु हिँड हो जाम, मेरामा भोलि खाउँला। जाउँ न त जाउँ। मेरो वरिष्ठ बेकुफ र जगल्टेलाई कालिज बना भने थिएँ, अब बनाइसक्यो कि। कक्रोच छिट्टो भुत्ला हो, फेरि सुट्टो आयो भने त ल्याङ हुन्छ त। यो होइ अन खोइ त भाले के त भन्दाखेरि आखिरमा हो नि त, भन्दाउनु त भाले यता कालिज भइसक्यो। हो नि हो, ओरिजिनल कालिज चाहिँ पाडे सोल्टीले फ्राक गरिसके कि। त हाम्रेलाई गर्नुपर्ने चाहिँ यहीले हो, यो बिचराको मुख हेरेर मात्रै। तँलाई जाम न, मुख सम्हालेर बोल। यो नाङ्लोबाट हात फुस्क्याउनु मेरो, तेरा गाला साला फुटाइनछु भने मैले जानेछु। कक्रोच लगभग आकार त कालिजकै जस्तो आयो नि त। कालिज पनि त खुइलाएपछि यस्तै त हुन्छ होला नि। खै कुन्नी, बाउले भाले चोरेको थाहा पायो भने लगभग मेरो आकार पनि यस्तै बनाइदिन्छन् होला। कक्रोच, तेरो र यसको आकार पनि उस्तै, तिग्रा पनि उत्रै। धन्यवाद। वरिष्ठजीले त भर्खर पो खुइलाइसक्नु भयो। मेहनत देखाउनु पर्यो नि, एटलिस्ट स्वस्थ मासु खानु परेन। ए होइ अन बिनाजु, यो कालिजलाई भुत्लाएपछि त के त भन्दाखेरि आखिरमा हो नि त, ठ्याक्कै लोकल कुकुरो जस्तो पो देखिँदो रहेछ त। अब कुरो एउटै त हो नि, जात एउटै खालका। अब यो जङ्गलमा बस्छ, कुखुरो घरमा, अब फरक यति त हो नि। वरिष्ठ दाइ, तपाईँ ढिँडोलाई पानी बसाल्नुहोस्, खोपीको बाउ र म भएर यसलाई काट्छौँ। भइगयो नि त, हजुर वरिष्ठ, हस् त, नमस्ते। ए होइ अन भान्जा खैलो। कक्रोच सकियो नि त, हेर हामी एकछिनमा कालिज खान आउँला। अन भान्जा अलिक छिटो आऊ है, फेरि कालिज खान छुट्ला नि। के त भन्दाखेरि आखिरमा हो नि त, म चाहिँ नआउनु? त बाम त किन आउनु, तँलाई नै खुवाउनु भनेर घरमा भाले किनेर ल्याएर राखेको छु, घरतिर मुन्टिन। कुखुरा चोरको बिग झकाउमा हेरविचार गर्नु परेन? पऱ्यो मामा। हिँड कक्रोच, उतै जाउँ, कुखुरो पनि हेरौँ अनि आउँला। ए होइ अनि यो कालिजको भित्रपट्टि पनि ठ्याक्कै लोकल कुखुरा जस्तै पो हुँदो रहेछ त, होइन त बिलास? ओहो, म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन। कालिज कुन तेरा बाउले ल्याइदिइ रहेछ र कालिज भनेको हलवेद हो र टप्प टिपेर खानु। एउटा तर्पले 1 घण्टामा कालिज ल्याएर उभ्याइदिन्छु भनेर गएको थियो, अहिलेसम्म आइपुगेन। मान्छे त नामर्दै रहेछ कि क्या त्यो। मर्ड भएर तेरा बाउले उहाँ कालिज पक्रिनु जाँदा भिडबाट गुल्टिएर मरेको विशिष्टैले चोरीको फुल देखिरा होला अहिले त्यसले। कालिज पक्रिनु त्यत्तिकै सजिलो भन्ठानेको तैँले, अनि कुन चाहिँ काल हो नि तँलाई कालिज ल्याइदिन्छु भन्ने? त्यही के त, जिग्री भन्ने तोर्पे। त्यो बुङ्गो पो रहेछ। यत्रो ताल चलाएर के गर्न खोजेको पाडे सोल्टीले? जानु तोर्पा सोल्टिनीले कालिज बुझाउन ढिला भइसक्यो यार। कालिज त यहीँ छ। हजुरलाई हराए। त्यही त, कहाँ गयो होला यो पाडे सोल्टी? कालिज 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 कालिज। ए बाजे, कालिज बेच्ने हो? मेरी आमै नि, कहाँबाट नबेच्नु, बेच्ने हो। उचित दाम आयो भने बेचिदिन्छु ल।
कति यसको मोल? अब बाबुलाई कति भन्नु, 7वटा बेचिसके 5000 को दरमा। अब बाबुलाई चाहिँ यो अन्तिम भएको कारणले त्यस्तै 4500 जति दिनु नि, होइन? 4500 त महँगो भइहाल्यो नि, दिने भए 200 मा देऊ, होइन भने लिदिन। दोष जाम्नुलाई मालको मोल गर्न आउँदैन? मालको मोल गर्न आउँदैन? बेच्दिनु। कालेज ए होइ अनि यो कालिजको भाषा त के त भन्दाखेरि आखिरमा हो नि त ठ्याक्कै लोकल कुखुराको भाषा जस्तो पो आयो त। अब कुखुरो र योमा के फरक छ र? एउटै त हो नि, होइन? कालिजको मासु त फुल्छ भन्थे, खै त फुलेन नि त बेलासे। खै किन फुलेन, के कारणले फुलेन म त केही सोच्नै सकिरहेको छैन। बरु चाँडो खान पाए म लागिहाल्थेँ। कालिज त टोकोभित्रै छ। पाडे सोल्टी आइपुगेन, होइन टाढै गएको हो कि के हो? सरलाई धेरै त गर्न सकिनँ। अस्ति त्यो केस मिलाए बापत हजुरलाई एउटा कोसेली स्वरूप यो भाले ल्याइदिएको छु, नाइ नभन्नु होला। अब ठिकै छ, तपाईँले यति भनिसकेपछि कसरी नाइ भन्नु? भनेपछि कोसेली टक्राउँदा केस मिल्ने होइन त? हस् त सर, अहिले म लाग्छु। हजुर जस्तो मान्छेले पनि चाबो एउटा कुखुरो खाने हो? हजुरको औकात भने चाहिँ कालिजमा उक्लिसक्यो। त्यही भएर मैले हजुरलाई यो सानो कालिजलाई कोसेली स्वरूप ल्याइदिएको। यति गरेपछि त मैले पनि त माफी पाउँछु होला नि, होइन कप? ए कालिज? त कालिज तपाईँलाई सम्झेर 3 दिन लागेर समातेको मैले। घन्टा सकस भो मलाई। 3 दिन सकस भएर के भयो त? 5 वर्ष आराम गर्न त अब। फेरि आमै नि जाबो एउटा कालिजले 5 वर्ष आराम? अलिकति बुद्धि पुर्याइन छु मैले। यदि जोडी कालिज चाहिँ ल्याएको थिएँ भने त 10 वर्ष आराम गर्न पाउने रहेछु नि, होइन कप? पर्ता हुन्छस्, 5 वर्ष आराम भनेको 5 वर्ष जेल सजाय हो। यसरी दुर्लभ पशुपन्छीलाई चोरी पैठारी बिक्री वितरण र ओसार प्रसार गर्नु भनेको गैर कानुनी काम हो। यस्ता कार्य गर्नेलाई कडा भन्दा कडा कारबाही हुन्छ। मेरी आमै नि 5 वर्ष कालिज? हे भागौ, हे कालिज कालिज कालिज। ए होइ हनै भिनाजु, यो कालिजको मासुको स्वाद त खाँदा पनि ठ्याक्कै लोकल कुखुरो जस्तो पो हुँदो रहेछ त। तेरिका होइन, हजुर वरिष्ठले लोकल कुखुराको विषय सक्यो हो कि क्या हो? काट्दाखेरि पनि त्यही भनेछ, पकाउँदाखेरि पनि त्यही भनेछ, खाँदाखेरि पनि त्यही भनेछ। अब यो लोकल कुखुरो नै हो त, जङ्गलको। 2500 रुपियाँ हालेर किनेको छु, मिठो हुँदैन त? खै मिठो भन्ने कि नमिठो भन्ने कि म त केही ठम्माउनै सक्दिनँ हौ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन। ए होइ भोलि चाहिँ मेरामा है के त भन्दाखेरि आखिरमा हो नि त, लोकल भालेसँग चिरिप्प पनि लाउनु पर्छ। कालिज त यही छ, पाडे सोल्टी खोइ ढोका सोका फुटाइदिनु पर्छ कि के हो? ओ जान्ते पाडे सोल्टी खोइ। काका त तपाईँले राखेको काली लिएर बेच्न पो हिँडे हान त। अनि त भित्र टोकोले छोपेर राखेको चाहिँ के नि? त्यो त काकाको घरको कुखुरो। ए कालिज कालिज कालिज, ए कालिज कालिज, ए कालिज कालिज कालिज, ए कालिज कालिज। किन्ने हो? के किन्छौ त जाम्नाहरू? ए कालिज कालिज कालिज। ए होइ
होइन यो कालिजको मासु त के त भन्दाखेरि आखिरमा हो नि त ठ्याक्कै लोकल कुखुरा जस्तै दाँतमा अड्किँदो रहेछ हौ भिनाजु। भयो नि त अब हजुर वरिष्ठ हस् त नमस्ते। अब जेको मासु भयो भने खाँदाखेरि दाँतमा त अब अड्किहाल्छ नि। अब अड्किन्छ कि अड्किँदैन म त केही सोच्नै सक्दिनँ। जे होस् ढिँडो चाहिँ गजबले खाइयो, साह्रै मिठो रहेछ हौ। ए होइ लु जेसुकै होस् भोलि चाहिँ मेरैमा यसरी है के त भन्दाखेरि आखिरमा हो नि त लोकल कुखुरोसँग ढिँडो। तै बिक्री भइहाल्छ कि भनेको छ कसैले पो किनेन ए। अब मारी घरमा जाने हो तातो झोल बनाएर खाने हो। भित्री मुलाको त पास मतलब नै भएन नि होइन। के पारा सोल्टे अर्काको कालिज झिकेर बेच्न हिँड्ने चिनेन कि क्या हो? म त मान्छे ल्याङल्याङ पुरै कका। फेरि चर्कन पनि खाइयो कालिज पनि हिँडो। बरु 200 बेच्नु पर्ने रहेछ। ठुला भाउ खोज्नाले खत्तम भयो बर्बाद भयो होइन। त्यो केटाले कालिज ल्याउँदैन हेर। अब गुन्द्रुक नै नउमाली हुँदैन। फेरि यो मान्छेको घरमा गुन्द्रुक बाहेक केही रहेनछ तरकारी पनि। पटास र मस्यौरा पनि छ नि रोटी चाली पकाए हुन्छ के रे। आज आफूलाई कस्तो मासु खान मन लागिसक्यो खालि गुन्द्रुक गुन्द्रुक गुन्द्रुक। नमस्कार है हजुरहरू सबैलाई। नमस्कार के रे मैले त हजुरहरूलाई चिन्न सकिनँ। हामी लोपोन्मुख पशुपन्छी संरक्षण केन्द्रबाट नेपाल सरकारले खटाएका कर्मचारी हौँ। सरकारी कर्मचारी? अनि मेरो रूप रङ्ग बनोट कस्तो लाग्यो तपाईँलाई? राम्री स्वर्ग कि परी त्यही भएर त मैले तिमीलाई ल्याएको। सरहरूलाई यस्तो कुरा मन पर्दैन अनि सर के कति कामले पाल्नु काली जोगाउँ भन्ने कार्यक्रम अन्तर्गत गाउँ गाउँमा काली सम्बन्धी जनचेतना जगाउँदै हिँडेको। सोल्टे नै सरी है कालिज पक्रिन त त्यति सजिलो रहेनछ नि त। लास्टै बेग हान्दो रहेछ। घरि पाँडे सोल्टीकोमा घरि कक्रोचकोमा घरि घरमा कन्ता टाइम लाग्यो त्यसलाई समाउन। मैले मेरो वचन त पुरा गरेँ नि होइन तर्पे सोल्टी नै। वचन पुरा? कसले भन्यो तिमीलाई कालिज समात भनेर? मैले त भनेको छैन। ल क्या ठट्टा गर्दिने क्या तर्पे सोल्टिनीले पनि? तिमीले नै भनेको होइन कालिजको मासु खान मन लाग्यो भनेर? पाकपुक पारिहालौँ त। खुवाइदिनुहोस् त कालिज हामी पाकपुक पारिहाल्छौँ नि। राम्रोसँग त बनाउन आउँछ नि तपाईँहरूलाई। छिट्टो बनाइदिइहाल्नु त। तपाईँलाई थाहा छ यो अत्यन्त दुर्लभ पन्छी हो। त भन्नै पर्दैन नि कम्ता गाह्रो बेला पक्रिन। जति नै गाह्रो भए पनि अब नियमित रूपमा दिनको एउटा कालिज पक्रिने हो। त्यसो भए हामी पनि तपाईँलाई समातेर पुलिसकोमा बुझाइदिने हो। यो पन्छीलाई नेपाल सरकारले दुर्लभ पन्छीको सूचीमा राखेको छ। यसको शिकार ओसार पसार चोरी निकासी गर्नेलाई कडा भन्दा कडा कारबाही हुन्छ। हामी त्यो अधिकार प्राप्त सरकारी कर्मचारी हौ। यो बुङ्गो त नाम हो तस्कर हो सर। गाउँमा दुर्लभ वन्य जन्तु तस्कर गरेर सक्न लागिसक्यो। जाग्नु पर्यो यसलाई। हेर्नुहोस् यस्ता खाले तस्करहरूबाट यो पन्छीलाई जोगाउनु हाम्रो साझा दायित्व हो। धतुरे होइन तैँले पनि कालिज किन्न लागेको? किन्दाखेरि खासै फरक पर्दैन के। हामीले पनि भर्खर एउटा सानोतिनो कालिज भ्याएर आएको हो क्या अरे। ए धतुरे होइन आजकल किन मलाई तेरो एकदम माया लाग्न थाल्यो त भने त्यही भएर कि मैले एक कचौरा मासु ल्याइदिएँ। ल मजासित खाऊ। ए होइ हन धतुरे यो कालिजको मासु त ठ्याक्कै लोकल कुखुराको जस्तो पो हुँदो रहेछ त। के त भन्दाखेरि आखिरमा हो नि त झन् तपाईहरु जस्तो कालिजको व्यापारलाई थाहा नहुनु त कुरै भएन नि। सायद तपाईहरु हामीसँग झुकिनु भएको छ। हामी त लोप हुन लागेको पशुपन्छी संरक्षणविद हौं। नेपाल सरकारले हामीलाई कालिजको संरक्षण र तस्करी रोक्न खटाएको हो। प्रचलित ऐन कानून अनुसार कालिजको शिकार गरे बापत कडा भन्दा कडा कारबाही हुन्छ। यो त त्यही अघिको कालिज तस्कर बुङ्गोको बाउ हो। यसले त दुर्लभ पशुपन्छी मात्र होइन चेलीबेटी पनि बेचबिखन गर्छ सर। सुड्डो कहाँ भागेर हावा न चाबासँग त्यसै भागेर हुन्छ। वास्तवमा उहाँहरूको कुनै गल्ती छैन। उहाँहरूले अघि खाएको कालिज होइन लोकल भाले हो। तै पनि मामाको। ए होइ मरिगएछ नि त भान। त्यही त काटेदेखि नै मलाई लोकल कुखुरा जस्तो त लागेको थियो। र सुड्डोले किनेर लिएर आएको कालिज थियो सरको हातमा छ।
तोर पास सोल्टिनीले कालिज खान मन लाग्यो भनेन् एउटा घरमा भाले काट्थे र कालिज चाहिँ ल्याइदिएको